हेलो एभ्रिवान, आज मैले चाहिँ दाल बनाउन लागेको छु। यसरी दाल बनाउँदाखेरि चाहिँ हतार भएको बेलामा तरकारी पनि दालसँग मात्र पनि खान सकिन्छ। मैले चाहिँ चना, मटर, मुसुरी दाललाई चाहिँ 3-4 घण्टा भिजाएर राखेको थिएँ। पखालपुखुल गरेर अब पकाउन रेडी गर्दैछु। सबैभन्दा पहिला तोरीको तेल चाहिँ तताउने। तोरीको तेल छैन भने घिउमा गरे पनि हुन्छ। अनि त्यसमा चाहिँ पचफोरन फुराउने, अनि त्यसपछि चप गरेको लसुनलाई फुराउने, त्यसपछि लसुन रातो भएपछि हल्का रातो भएपछि प्याज हालेर फुराउने। अनि प्याज पनि एकछिन भुटेपछि चाहिँ कुरिलो छ भने कुरिलो हाल्न सक्नुहुन्छ, छैन भने नहाले पनि हुन्छ। अनि त्यसपछि अदुवा लसुनको पेस्ट पनि राखिदिने। अनि टमाटर, यो सबै कुरालाई चाहिँ एकछिन फ्राई गर्नुहोस्। मजाले चलाउँदै पकाउने। त्यसपछि हर्दी अनि जिरा धनियाँको पाउडर, नुन आफ्नो स्वाद अनुसार राखेर फेरि एकछिन पकाउने। सबै कुराहरूलाई चाहिँ मजाले भुटिनु पर्ने हुन्छ। अनि त्यसपछि भिजाएर रेडी गरेको दाललाई हालिदिने र दाल हालेर पनि एकछिन चलाइ भुट्नु पर्ने हुन्छ। मजाले भुट्ने। अनि आफ्नो स्वादअनुसार बाक्लो पातलो कतिको चाहिन्छ त्यही अनुसारले चाहिँ पानी हाल्नुपर्छ। पिरो खानुहुन्छ भने खोर्सानी पनि राख्दा हुन्छ। मैले चाहिँ बच्चालाई खुवाउँछु भनेर खोर्सानी नराखी बनाएको छु, लास्टमा हालेको छु। एकछिन यहाँ मैले भुट्नलाई छोड्दै मिडियम हिटमा। अनि त्यसपछि चाहिँ मैले यहाँ पानी एड गरेँ। यसरी बनाएको चाहिँ तरकारी पनि खाँदा पनि एकदमै मिठो हुन्छ। यो दालले तरकारीको काम पनि गर्छ। हतार भएको बेलामा चाहिँ एकदमै इजी हुन्छ, मिठो पनि हुन्छ। हो यसरी बाक्लो बनाएर रोटीसँग खाँदा पनि हुन्छ अनि खानासँग खाँदा पनि भयो। यो चाहिँ स्वास्थ्यको लागि पनि एकदमै फाइदाजनक। बच्चाहरूले पनि एकदमै मजाले खान्छन् मिठो मानेर। कुरिलो हाल्यो भने चाहिँ कुरिलोले अझ स्वादिलो बनाइदिन्छ। कुरिलो खानु त स्वास्थ्यको लागि राम्रो छँदैछ, हेर्न सक्नुहुन्छ। यो हेर्दा भन्दा खाँदा एकदमै मिठो छ।